बडी ल गुड मर्निङ। हामी चाहिँ तल फेदीबाट माथि फेदी जाँदैछौँ पाथिभारा माताकातिर। र अहिले कति बज्यो? वाट इज टाइम केमै? 4:36 भइरहेछ। हामी यस्तो लाइट बाल्दै हिँड्दैछौँ। अब हाम्रो हिँडाइले चाहिँ टर्च यता देखाउ न। यता हो मेरो अनुहारतिर। ए यसरी हाम्रो हिँडाइले चाहिँ पारा आउला जस्तो चाहिँ छैन है केमै? छैन तर होइन पारा आउँछ बिस्तारै हेरौँ है। ल सो हामी चाहिँ कति घन्टा हिँड्यौँ अहिले बुढी? अलमोस्ट 1.5 आवर हिँडिसक्यौँ। अझै 6 घन्टा हिँड्नुपर्छ। 4 घन्टा हो 6 घन्टा हाम्रो लागि चाहिँ। तिमीहरू आउन सक्दैन। हेर भाइ बहिनीहरू, हामी ट्रेकिङ जाने मान्छे हेर। अब कति 4 घन्टा दाइ? 3.5 किलोमिटर। ए कति घन्टा हिँड्नुहुन्छ? त्यही त। ल अब हिँड्नै सक्नेहरूले गाइस मेरो बुढीले चाहिँ मकै खाँदैछ। हामी ठुलो फेदीमा आइपुगेकोले है बुढी? यस्तो छ। यो चाहिँ ठुलो फेदी रहेछ। मस्ली मान्छेहरू चाहिँ यहाँनिर आएर चाहिँ यो उसमा चाहिँ बस्दो रहेछ बिहानै। अनि यहाँबाट माथि हिँड्दो रहेछ। बुढी केमै यता हेर त आइ भनिदेऊ त। अझै हिँड्नुपर्छ 6 घन्टा। यस्तै छ नहिँड्ने मान्छेलाई चाहिँ, किनभने अलिक स्लो हिँड्छ कोही कोही बेला एकदम गाह्रो हुन्छ नि त। त्यस्तो छ है। ल ठाउँमा यस्तो रहेछ नि त। यहाँ चाहिँ एउटा सानो मन्दिर रहेछ। भगवान्को नाम त्यति थाहा नभए तापनि ढोग्यौँ। अनि हामी अब यहाँदेखिको चाहिँ हाम्रो स्टार्ट हुँदो रहेछ। पुरै तामाको गेट रहेछ है। यस्तो रहेछ यहाँ खेल्ने। यहाँबाट अब उकालो। अब हामी जाँदा जाँदै यो चाहिँ देख्यौँ। अब यसको पुरै मिनिङ चाहिँ थाहा छैन। तर अब पुरै कहाँसम्म चाहिँ त्यो चाहिँ थाहा छैन है। यस्तो रहेछ। ओके हामी अब आइपुग्यौँ फाइनली है बुढी। घन्टी बजाइदेऊ न एकचोटि। हामी बाटोमा चिनेको मान्छे थियो, साथु दियो, यो अदुवा दियो है बुढी। लसुन पनि दियो। बाटोको मान्छे त पाइन्छ। पानी छिटेको थियो, पानी दिएको थियो। पानी पनि दियो। अनि माथि जाँदैछौँ। कहाँ चढ्न सक्छ? हो त गाह्रो है। कति बजी छ केमी? अब लास्ट एकचोटि हेर त टाइमिङ। 5 बजे। कति 8 बज्न? ए हो ओके। भनेपछि 4 5 6 7 8 हाम्रो चाहिँ 4 घन्टा लागेछ। हामी छिटो हिँड्यो नि त। ल अगाडि देखाउँछु है त। ल अब यस्तो छ। ल बुढी कस्तो रङ्गिन चङ्गिन रहेछ है। ल कस्तो लाग्यो बुढी? हेर न यता। औ केमा हजुर कस्तो लाग्यो? खुसी लाग्यो है आइपुगेर? खुसी भयो नि। ल यस्तोहरू पनि बनाएको रहेछ यहाँनिर। यस्तो छ। अब अलिकति पानी चाहिँ माथिसम्म हुनु त हाम्रो पानी सकिएको थियो, अरूले दिएको। यस्तो छ है। यस्तो यहाँ कस्तो राम्रो रहेछ पछाडि। जे होस् रङ्गिन चङ्गिन है बढी।
हाम्रो फ्यानहरू यता रहेछ किनभने हाम्रो भ्युजहरू कति हुन्छ भने नि गेमी अराउन्ड 1 घन्टामा 1K माइनस त्यही 999 समथिङ गरौँ न माइनस ट्याक्कै भ्युजहरू त्यति आउँछ क्या अनि त्यही भएर फ्यानहरू धेरै भएको ल हामी चाहिँ पाथिभारा मन्दिरसँग सबै गरिसक्यौँ पूजासुजा अब यहाँनिर पुरा लाइन हुन्छ नि त आज चाहिँ अलिकति सकिहाल्यो एकचोटि फेरि हाम्रो आमाको अनुहार बढी हजुर हामी सबै सक्यौँ है यहाँ सबै गऱ्यौँ अब हामी राउन्ड हान्दैछौँ हो यहाँनिर यता अनुभव फुटाउने हरेक चिजहरू छ ल पछाडि हामी चाहिँ पछाडिपट्टि आएको छौँ होइन यताको टक्क पछाडिपट्टि पर्छ है त पाथिभारा आमाको सबैले हेर्नुहोस् सबैजना यस्तो छ हामी यहाँ छौँ है अब चाहिँ जाउँ है केमे